नमस्कार, मेरो नाम विशाल मणि तिवारी हो। म झापा गाउँपालिका झापा जिल्लाको स्थानीय बासिन्दा र अहिले शिक्षकको रूपमा कार्यरत छु। तपाईलाई आज म राजा महेन्द्र र बालेन्द्र शाहको बीचमा किन तुलना गरिँदैछ, उहाँहरूको फोटोहरूलाई एक ठाउँमा राखेर तुलना गरिँदैछ, उहाँहरूले गर्ने व्यवहारदेखि लिएर उहाँहरूको मौनतालाई तुलना गरिँदैछ, त्यस विषयमा केही कुराहरू आफ्नो विचारहरू राख्न खोजेको छु। तपाईको मोबाइलको स्क्रिनमा एकछिन त्यो तस्बिरलाई जुम गरेर हेर्नुहोस्। त्यो कालो चस्मा, त्यो नबोल्ने अनुहार र त्यो डरलाग्दो शान्ति, के तपाईलाई त्यो सामान्य लाग्छ? यदि सामान्य लाग्छ भने एकपटक त्रिभुवन विमानस्थलको अराइभल गेटमा जानुहोस्, जहाँ दिनहुँ रातो बाकसमा प्याक भएर नेपालको जवानी फर्किरहेको छ। ती बाकसमा आउने लासहरूको चिसो अनुहार र बालेनले पोस्ट गरेको त्यो तस्बिरको भावशून्य अनुहारलाई दाँजेर हेर्नुहोस्। तपाईको रगत उम्लिएन भने बुझ्नुहोस् तपाईको छातीभित्र मुटु होइन, ढुङ्गा छ। इतिहास बडो निर्दयी हुन्छ। आजभन्दा 6 दशक अगाडि एउटा राजा महेन्द्र एक्लै उभिनु भएको थियो। उहाँले कसैलाई सोध्नु भएन म के गरौँ। उहाँले देख्नुभयो देश विदेशीको खेलौना बन्दै गइरहेको छ। उहाँले देख्नुभयो नेताहरू दिल्लीको जुत्ता पुछ्न लाइन लागेका छन्। तब उहाँले एउटा निर्णय गर्नुभयो। त्यो निर्णय प्रजातन्त्रको विरुद्धमा थियो होला, तर त्यो निर्णय नेपालको पक्षमा थियो। त्यो निर्णय नेपालको स्वाभिमानको पक्षमा थियो। उहाँले भन्नुभयो मलाई यो देशको स्वाभिमानभन्दा ठुलो व्यवस्था अझै केही पनि लाग्दैन। आज फर्केर हेर्नुहोस् त वर्तमानलाई, तपाईँ कुन पार्टीको झन्डा बोक्नुहुन्छ? काङ्ग्रेस, एमाले, माओवादी? तपाईको पार्टीले 30 वर्षमा तपाईलाई के दियो? तपाईको नेता चिल्लो कारमा चढ्छ, तपाईको छोरा मलेसिया, कतार, दुबईको 50 डिग्रीको घाममा रगत र पसिना बगाइरहेको छ। तपाईको नेताको उपचार अमेरिका, सिङ्गापुरमा हुन्छ। तपाईको बुवा सिटामोल नपाएर गाउँमा तडपिँदै छटपटाउँदै मर्नुहुन्छ। तपाईको नेताको छोरा युरोपमा पढ्छ, अस्ट्रेलियामा पढ्छ, र तपाईँ यहाँ मेरो नेता महान भन्दै अरिङ्गाल बनेर अर्काको टाउको घुटाउँदै हिँड्नुहुन्छ। लाज लाग्दैन? आफ्नो अनुहार आफैले ऐनामा हेर्न सक्नुहुन्छ? त्यो तस्बिरमा बालेन शाहले महेन्द्रको नक्कल गरेका होइनन्। उनले तपाईँ र म जस्ता नागरिकलाई एउटा भयानक सन्देश दिएका हुन्। त्यो सन्देश हो, हेर, जबसम्म तिमीहरू भेडा बन्छौ तबसम्म तिमीहरूको काट्ने कसाईहरू मात्र शासक बन्नेछन्। तिमीहरूलाई काट्ने कसाईहरू ती मात्रै तिमीहरूको शासक बन्नेछन् भन्ने सन्देश दिनुभएको छ। बालेनको डोजरलाई मानिसहरूले इँटा र सिमेन्ट भत्काउने मेसिन मात्र बुझे। तर गहिरिएर सोच्नुहोस् त, त्यो डोजर